शरीरमा चिनी वा ग्लुकोजको मात्रा कम हुनुलाई हाइपोग्लाइसेमिया भनिन्छ। सामान्यतया रगतमा चिनीको मात्रा 70 मिलिग्राम प्रति डेसिलिटर, 3.9 मिलिमोल प्रति लिटर वा 4.0 मिलिमोल प्रति लिटर भन्दा कम हुनुलाई लो सुगर भएको मानिन्छ। यसका लक्षणहरूलाई मुख्यतया दुई चरणमा बुझ्न सकिन्छ। सुरुवाती वा सामान्य लक्षणहरूमा अचानक पसिना आउनु, हातखुट्टा वा शरीर थरथर काम्नु, धेरै भोक लाग्नु वा वाकवाकी महसुस हुनु, मुटुको ढुकढुकी बढ्नु, रिङ्गटा लाग्नु र टाउको दुख्नु, अत्यधिक थकाइ लाग्नु वा शरीर गल्नु, झर्को लाग्नु, रिस उठ्नु, चिन्ता लाग्नु वा एकाग्रतामा कमी आउनु, ओठ, जिब्रो वा गाला वरपर झमझमाउनु, अनुहार वा छाला पहेँलो देखिनु आदि पर्छन्। गम्भीर अवस्थाका लक्षणहरूमा के गर्ने वा कहाँ छु भन्ने थाहा नहुनु, धमिलो देख्नु वा एउटै वस्तु दुईवटा देख्नु, प्रष्टसँग बोल्न नसक्नु, हिँड्न वा सन्तुलन कायम राख्न गाह्रो हुनु, सुतिरहेको बेला डरलाग्दो सपना देख्नु वा बिउजदा थकित महसुस हुनु, जिउ वा हात खुट्टा कडा भएर काम्नु र पूर्ण रूपमा अचेत हुनुसम्म हुन सक्छ। केही मानिसहरूमा सुगर धेरै कम भए पनि कुनै लक्षण देखिँदैन, जसलाई हाइपोग्लाइसेमिया अनअवेयरनेस भनिन्छ र यस्तो अवस्था बारम्बार भएमा यो ज्यान जोखिममा पार्ने हुन सक्छ। त्यसैले तुरुन्त डाक्टरसँग सल्लाह लिनु आवश्यक हुन्छ।